Hello and welcome. यो सेसनमा हामी कम्प्लेक्स नम्बरलाई पोलर फर्ममा कसरी चेन्ज गर्न सकिन्छ भनेर केही क्वेशन्सहरु सल्भ गर्न हेर्ने छौं. ओके, लेट्स स्टार्ट. हाम्रो पहिलो क्वेशन छ एक्सप्रेस -1 minus I in polar form. ओके, यो क्वेशनलाई अथवा यो गिवन कम्प्लेक्स नम्बरलाई हामीले पोलर फर्ममा कन्भर्ट गर्नुपर्ने छ. हाम्रो पोलर फर्म भनेको चाहिँ के हो त भन्दाखेरि यदि हामीले z equals to x plus iy लाई पोलर फर्ममा लानु छ भने हाम्रो पोलर फर्म के हुन्छ त r times cos theta plus I sin theta हुन्छ. इट मीन्स यहाँ हामीलाई दिएको जुन कम्प्लेक्स नम्बर छ त्यहाँबाट हामीले दुईटा चीज थाहा पाउनु पर्यो के यहाँनेर. एउटा थाहा पाउनु पर्यो हाम्रो r को भ्यालु है r भनेको चाहिँ के हो त भन्दाखेरि रुट अन्डर x स्क्वायर प्लस y स्क्वायर हो. यसलाई हामी मोडुलस अफ z पनि भन्न सक्छौं नि. त्यसैगरी अर्को निकाल्नु पर्यो थीटा. थीटा भनेको के हो त? थीटा भनेको चाहिँ हाम्रो tan इन्भर्स y by x हो. यसको सम्बन्धमा हामीले अघिल्लो सेसनमा कुरा गरिसकेका छौं. यो दुईवटा चीजहरु थाहा पाइसकेपछि we can express the given complex number in the form of r times cos theta plus I sin theta. Okay, let's start. Here let z equals to -1 minus I भनौं. z भन्ने यसलाई मानेका छौं हामीले. अब के गर्नु पर्यो? comparing it with x plus iy. We get x भनेको -1, y भनेको पनि -1. दुईटै -1 आयो. Therefore, let's find out r. r भनेको के हो हाम्रो x square plus y square हो. So now let's put the values. x को value -1 छ. So whole over root -1 को square plus -1 को square गर्दाखेरि 1 plus 1. -1 को square plus 1 -1 को square plus 1. That means we have got root under 2 है. यसरी हामीले r को भ्यालु root under 2 प्राप्त गर्यौं हैन. अब यसपछि फेरि we should find the value of theta, right? थीटा को भ्यालु पनि चाहियो नि त हामीलाई. Also theta equals to tan inverse y by x is equal to tan inverse -1 by -1 है. tan inverse -1 by -1 गर्दाखेरि कति आउने छ? tan inverse 1 आउने रहेछ. अब यो 1 को भ्यालु चाहिँ tan मा कति डिग्री हुन्छ त भन्ने कुरा खोजौं. त्यसको लागि यो क्वाड्रेन्ट हामीले हेर्नु पर्यो. यसमा के छ भन्दा यसलाई हामी थीटा भन्छौं. यसलाई कति भन्छ? 180 माइनस थीटा भन्छौं. यसलाई भन्छ 180 प्लस थीटा र यसलाई भन्छौं 360 माइनस थीटा. अब यो क्वाड्रेन्टमा x र y कम्पोनेन्टका साइनहरु कस्तो हुन्छ त? जस्तो यो फर्स्ट क्वाड्रेन्टमा हामीले हेर्यौं भने यसमा दुईटै प्लस हुन्छ. यतापटि जाँदाखेरि यो राइट ह्यान्ड साइडमा जाँदाखेरि ओरिजिनबाट राइट ह्यान्ड साइडतिर जाँदाखेरि पोजिटिभ भ्यालु अफ x हुन्छ. अनि त्यहाँबाट फेरि मास्तिर y एक्सिस पटि जाँदाखेरि फेरि y एक्सिस को पनि y को भ्यालु पनि पोजिटिभै हुन्छ. त्यसले गर्दा प्लस प्लस. त्यसैगरी यतापटि जाने हो भने लेफ्ट साइडतिर ओरिजिन देखि लेफ्ट साइडतिर के हुन्छ त भन्दाखेरि यहाँनेर हुने रहेछ नेगेटिभ भ्यालु अफ x एन्ड पोजिटिभ भ्यालु अफ y. त्यसैले यदि x नेगेटिभ र y पोजिटिभ भयो भने इट लाइज इन सेकेन्ड क्वाड्रेन्ट भन्नु पर्यो. यो सेकेन्ड क्वाड्रेन्ट हो, यो फर्स्ट क्वाड्रेन्ट हो. त्यसैगरी यो चाहिँ के हो? थर्ड क्वाड्रेन्ट हो र यो फोर्थ क्वाड्रेन्ट हो. अब त्यसैगरी यसमा हेरौं थर्ड क्वाड्रेन्टमा हेरौं त. यसमा चाहिँ x एक्सिस को नेगेटिभ छ, लेफ्ट ह्यान्ड साइडतिर गएको छ. चाहिँ अलोङ द y एक्सिस के छ? डाउनतिर गइरहेछ नि त. डाउनतिर गइरहेछ भने चाहिँ नेगेटिभ हुने भयो. सो नेगेटिभ कमा नेगेटिभ हैन. x एक्सिस नेगेटिभ, y एक्सिस पनि नेगेटिभ. दुईटै नेगेटिभ भयो भने चाहिँ हाम्रो थर्ड क्वाड्रेन्टमा लाई गर्छ भन्ने कुरा बुझ्नु पर्यो. त्यसैगरी यो फोर्थ क्वाड्रेन्टमा हामीले हेर्यौं भने यसमा चाहिँ x कम्पोनेन्ट शुड बी पोजिटिभ र तलतिर छ, y कम्पोनेन्ट चाहिँ तलतिर गइरहेछ. त्यसले गर्दा नेगेटिभ हो. भनेपछि x कम्पोनेन्ट पोजिटिभ, y कम्पोनेन्ट नेगेटिभ आयो भने that lies in fourth quadrant. अब हाम्रो यहाँनेर चाहिँ कस्तो छ त भन्दाखेरि हामीसँग यहाँनेर चाहिँ x कम्पोनेन्ट नेगेटिभ छ, y कम्पोनेन्ट पनि नेगेटिभ छ. यहाँबाट थाहा पाइन्छ x equals to -1, y equals to -1. x कम्पोनेन्ट नेगेटिभ, y कम्पोनेन्ट पनि नेगेटिभ छ. यसको अर्थ के रहेछ भन्दाखेरि थीटा लाइज इन कुन चाहिँ क्वाड्रेन्ट? थर्ड क्वाड्रेन्ट. थर्ड क्वाड्रेन्टमा के हुन्छ? एंगल के हुन्छ? 180 प्लस थीटा हुन्छ. सो थर्ड क्वाड्रेन्टमा हाम्रो हुँदैछ 180 प्लस
theta. So therefore theta equals to tan inverse 1 equals to यो चाहिँ कति हुन्छ त भन्दाखेरि 180 प्लस थीटा गर्नु पर्यो 1 भनेको tan को कति डिग्री हो त tan को 45 डिग्री हो त्यसैले 180 प्लस 45 गर्नुपर्छ यसो हुँदाखेरि we got 225 डिग्रीज अब हामीले r को भ्यालु पनि खोज्यौ r को भ्यालु हामीले √2 पायौं र थीटा को भ्यालु हामीले प्राप्त गरेका छौं 225 डिग्रीज त्यसकारणले गर्दाखेरि now we can write the given complex number in polar form. Hence, the polar form of given complex number is okay भन्नु पर्यो यहाँनेर complex number z equals to r times cos theta plus I sin theta हो नि हाम्रो polar form हैन त्यसकारणले गर्दाखेरि r को भ्यालु √2 हालौं cos थीटा भने cos 225 plus I अनि sin थीटा भनेको 225 so this is our answer now यो हाम्रो आन्सर भयो सो यसरी हामीले कुनै पनि दिएको कम्प्लेक्स नम्बरलाई पोलर फर्ममा एक्सप्रेस गर्न सक्छौं चाहिँ पोलर फर्ममा एक्सप्रेस गर्नलाई दुईटा कम्पोनेन्ट के चाहिने रहेछ त टु एक्सप्रेस इन पोलर फर्म के दुईटा कुरा चाहिने रहेछ एउटा r को भ्यालु चाहिने रहेछ which can be obtained by root under x square plus y square अर्को थीटा को भ्यालु चाहिने रहेछ which can be obtained by using tan inverse y by x हो यो दुईटा चीज फाइन्ड गरेर we can express the given complex number in polar form ल अब यस्तै गरी अर्को एउटा क्वेशन पनि हेरौं है त एक्सप्रेसिङ इन पोलर फर्म क्वेशन नम्बर 2 हेरौं क्वेशन नम्बर 2 मा छ express √3 minus I in polar form. Okay. √3 minus I लाई हामीले पोलर फर्ममा यहाँनेर एक्सप्रेस गर्नुपर्ने छ ल हेरौं त here let z equals to √3 minus I comparing with x plus iy we get के प्राप्त गर्छौं x को भ्यालु √3 यो रियल पार्ट हो एन्ड y को भ्यालु कति छ त i सँग जोडेको छ हेरौं त -i भनेको y को भ्यालु कति हुने भयो -1 हुने भयो है we have got x as √3 and y as -1 अब हामीले निकाल्नु पर्यो r को भ्यालु r भनेको z को मोडुलस हो नि which can be obtained just by using this formula x square plus y square all over root say √3 को whole square plus -1 को whole square. Now it can be obtained as root under 3 plus 1 √4 which is equal to 2. अब हामीले यहाँ प्राप्त गर्यौं r को भ्यालु as 2 r को भ्यालु निकाल्यौं नि हामीले अब त्यसपछि हामीलाई चाहियो के हामीलाई चाहियो थीटा भनेको के हो रे tan inverse y by x so tan inverse y को भ्यालु -1 by x को भ्यालु √3 tan inverse -1 by √3 अब हाम्रो क्वाड्रेन्ट हेर्ने बेला भयो कुन चाहिँ एंगल हेरौं त 1 by √3 भनेको tan को कति डिग्री हो त्यो रिकल गरौं त tan को 0 डिग्री भनेको 0 भ्यालु tan को 30 डिग्री भने 1 by √3 tan को 45 डिग्री भनेको 1 tan को 60 डिग्री भनेको √3 त्यसैगरी tan को 90 डिग्री भनेको इन्फिनिटी यी भ्यालुजहरु हुन् नि त अब 1 by √3 भने कहाँ छ यहाँ छ यो भने 30 डिग्री मा रहेछ 30 डिग्री मा रहेछ तर यो कुन क्वाड्रेन्टमा पर्छ त x पोजिटिभ छ y नेगेटिभ छ x पोजिटिभ छ y नेगेटिभ छ भनेपछि यसरी क्वाड्रेन्ट हेर्नु पर्यो नि त x पोजिटिभ भन्छ यता जान्छ राइट ह्यान्ड साइडतिर गयो अनि y नेगेटिभ भन्छ यो यहाँनेर पर्ने रहेछ के है त्यो जुन कम्पोनेन्ट दिएको छ हामीलाई √3 -1 यो चाहिँ यहाँ पर्ने रहेछ जो यो फोर्थ क्वाड्रेन्टमा एंगल कति हुने रहेछ 360 माइनस थीटा हुन्छ सो वी हैव टु यूज 360 माइनस थीटा हियर त्यसैले के भन्नु पर्यो यहाँनेर भन्दाखेरि सिन्स इट लाइज इन
त्यो भनेको कम्प्लेक्स नम्बर लाइज इन the fourth quadrant. Therefore, theta को value कति हुन्छ 360 minus 30, which is equal to 330 degrees. Now we have got the value of theta. R को value 2, theta को value 330. Hence, the given complex number in polar form is यो z equals to r times cos theta plus I sin theta. r को भ्यालु हामीले 2 प्राप्त गरेका छौं. cos theta भनेको 330 plus I sin theta भने 330. So that means 2 times cos 330 plus I sin 330 is the polar form of the given complex number. So यसरी हामीले दिएको complex number लाई जुनसुकै complex number लाई पनि we can express in the form of polar or trigonometric function.